प्री प्रेग्नेन्सी काउन्सलिङ भनेको चाहिँ के भने कसैले पनि प्रेग्नेन्सी प्लान गर्दै हुनुहुन्छ भने चाहिँ त्यो भन्दा अगाडि नै थाहा पाउने कुराहरू जस्तै हजुरको थाइरोइडको समस्या छ कि छैन, हजुरको पाटेघरमा कुनै ट्युमरहरू पलाएको छ कि केही समस्या छ कि, शरीरमा रगतको कमी छ कि, बेसिक 2-4 जाँचहरू जसले गर्दा चाहिँ हजुरको भोलि गर्भ बसिहाल्यो भने पनि प्रेग्नेन्सीमा चाहिँ कुनै कम्प्लिकेसन आउनबाट कम होस्। प्लस हजुरको चाहिँ अर्को के हुन्छ भने एउटा फोलिक एसिड भन्ने औषधि हामी दिन्छौँ। युजुअली हामी हजुर हस्पिटलमा आइसकेपछि पहिलो 3 महिना खानु भनेर दिन्छौँ, तर हाम्रो गाइडलाइनको हिसाबले चाहिँ प्रेग्नेन्सी प्लान गरिरहेको महिलाहरूले प्रेग्नेन्सी बस्नुभन्दा 3 महिना अगाडिदेखि नै खानुभयो भने चाहिँ बच्चालाई गर्भमा हुने दिमागको विकासको समस्याहरू, न्युरल ट्युब डिफेक्ट भन्छौँ हामीले, त्यो रोगहरूबाट चाहिँ हामीले पहिला नै प्रिभेन्ट गर्न सकिन्छ। कुनै पनि महिलाले प्रेग्नेन्सी प्लान गरिरहनु भएको छ भने चाहिँ हामीले 2-4 कुराहरू लाइफस्टाइल मोडिफिकेसन गर्यौँ भने चाहिँ हाम्रो प्रेग्नेन्सी आउटकम अथवा कन्सिभ हुने चान्स चाहिँ हाई हुन्छ। जस्तै आफ्नो महिनावारीमा नियमितता छैन, केही छैन भने डाक्टरको परामर्श लिन पर्यो। अर्को कुरा हजुरको व्यायामहरू गर्ने, तौल घटाउनतिर लाग्नु पर्यो, हरियो सागसब्जीहरू खाने, एक्सर्साइज गर्ने अनि आफ्नो माइन्डलाई चाहिँ अलिकति फ्री राख्नु भयो भने चाहिँ त्यही अनुसार हजुरको प्रेग्नेन्सी हुने चान्स पनि बढ्छ। सँगसँगै प्रेग्नेन्सी भइहाले पनि आउने कम्प्लिकेसनहरूबाट चाहिँ हामी पहिल्यै जोगिन सक्छौँ।